सामान्यतया मानिसको मनोविज्ञान कस्तो हुन्छ भने नि जब कसैले कुनै उपहार दिन्छ त्यो एकदमै सफा हुन्छ भन्ने सोचिन्छ। ओहो सफा निस्वार्थ र सरल हुन्छ भन्ने सोचिन्छ नि त। उपहारको प्याकेट खोल्यो, भित्र आफूलाई मनपर्ने कुनै राम्रो कुरा हुन्छ अनि एक किसिमको खुसी साटासाट हुन्छ। कुरा त्यही सकिन्छ। एकदमै मानवीय स्वभाव र हाम्रो सामान्य बुझाइ नै त्यस्तै हुन्छ। उपहार भनेको मतलब बिना कुनै शर्त पाइने कुरा हो भन्ने लाग्छ नि त। तर यसो विचार गरौँ त, मानौ त्यो उपहारसँगै एउटा बाक्लो अत्यन्तै जटिल नियम पुस्तिका पनि आयो रे। ओहो, नियम पुस्तिका? नियम पुस्तिका मात्र होइन, एउटा घडी पनि सँगै आयो जो निरन्तर टिकटिक गरिरहेको छ अनि त्यहाँ स्पष्ट भाषामा भनिएको छ के रे यति समयभित्र यो नियम मानेर काम सकेनौ भने यो सम्पूर्ण उपहार तुरुन्तै फिर्ता जानेछ र तिमीले खाली हात बस्नुपर्नेछ। त्यो त गाह्रो कुरा हो। होइन त, अचानक त खुसीको कुरा त एउटा ठूलो भारी वा गम्भीर परीक्षा जस्तो बन्न पुग्छ नि। सही कुरा। त्यो सुन्दा जति तनावपूर्ण र गम्भीर लाग्छ नि, अन्तर्राष्ट्रिय विकास अनुदान र भू-राजनीतिको यथार्थ पनि ठ्याक्कै त्यस्तै नै हुन्छ। विकास बजेट वा वैदेशिक सहायता भनेको कुनै जादुको छडी होइन क्या। यसको पछाडि आफ्ना शर्त हुन्छन्, कडा संयन्त्र हुन्छन् र दिने देशका आफ्ना रणनीतिक स्वार्थहरू पनि जोडिएका हुन्छन्। हो, र आज हाम्रो यो गहिरो अध्ययन अर्थात् यो विस्तृत छलफलको केन्द्रबिन्दु पनि ठ्याक्कै यही विषय हो। आज हामी नेपालमा वर्षौंसम्म सडकदेखि संसदसम्म तताएको, चरम राजनीतिकरण भएको र अनेकौं हल्लाहरूले घेरिएको एमसीसी अर्थात् मिलेनियम च्यालेन्ज कर्पोरेसन मिलेनियम च्यालेन्ज कर्पोरेसनको बारेमा कुरा गर्दैछौँ। हाम्रो आजको यस छलफलको मुख्य स्रोत सामग्री रहेको छ टङ्क दाहालको युट्युब भिडियो एमसीसीको विवाद, द ट्रुथ एन्ड द कन्स्पिरेसी। र हाम्रो आजको मिसन एकदमै स्पष्ट छ है। हामी यहाँ कुनै राजनीतिक पक्ष लिन, कसैको वकालत गर्न वा यसलाई सही या गलत भनेर फैसला सुनाउन बसेका त पक्कै होइनौँ। एकदमै होइन। हाम्रो उद्देश्य भनेको यो स्रोत सामग्रीमा आधारित भएर तथ्यहरू मात्र केलाउने हो। एमसीसी वास्तवमा के हो, यसको उत्पत्ति कसरी भयो अनि यसका पछाडिका तथ्य र समाजमा उब्जिएका आशंकाहरू के हुन्। हामी यी सबै कुराको जरासम्म पुग्ने प्रयास गर्नेछौँ। यो विषय सुन्दाखेरि अलि जटिल, नीरस वा विशुद्ध प्राविधिक जस्तो लाग्न सक्छ। कूटनीतिक दस्तावेज र पूर्वाधारका कुराहरू सामान्यतया त्यति चाखलाग्दा हुँदैनन् नि त। धेरैलाई त्यस्तै लाग्छ। तर यसको भित्री कथा कुनै राजनीतिक थ्रिलर फिल्मभन्दा कम रोचक छैन क्या। ल अब यसलाई अलि गहिराइमा केलाएर हेरौँ। नेपालको गाउँ बस्तीमा बाटोघाटो बनाउने र बिजुलीको ठूला ठूला तार तान्ने यो विकास योजनाको पहिलो तार कहाँ जोडिएको छ भन्ने कुरा निकै अचम्म लाग्दो छ। साँच्चै नै अचम्म लाग्दो छ। यो तार सन् 2001 को सेप्टेम्बर 11 अमेरिकामा भएको त्यो भयानक आतंकवादी हमला, जसलाई हामी 9/11 भनेर चिन्छौँ, त्यहाँ गएर ठोक्किन्छ। यो साँच्चै नै एउटा अनपेक्षित सुरुवात हो। नेपालको कुनै पहाडी जिल्लामा बन्ने बाटो र अमेरिकाको न्युयोर्क शहरमा रहेको ट्विन टावरमा भएको हमला बीच के सम्बन्ध हुन सक्छ भनेर सोच्दा त सुरुमा त पत्याउनै गाह्रो पर्छ नि। हो नि, तर अन्तर्राष्ट्रिय नीतिको पर्दा पछाडि यस्तै दूरगामी र अदृश्य सम्बन्धहरू हुन्छन् क्या। 9/11 को हमलापछि अमेरिका पुरै हल्लियो। त्यसअघि त अमेरिकाले आफूलाई विश्वकै सबैभन्दा सुरक्षित र अभेद्य किल्ला ठान्थ्यो नि। एकदमै। तर त्यो घटनापछि उनीहरूले एउटा गहिरो आत्ममूल्याङ्कन गरे र अमेरिकी नीति निर्माताहरू एउटा नयाँ निष्कर्षमा पुगे। अनि त्यो निष्कर्ष के थियो भने आतंकवाद हावाबाटै जन्मदैन, यो त कुनै निश्चित परिस्थिति र वातावरणमा हुर्किने कुरा हो। ठ्याक्कै त्यही हो। उनीहरूको निष्कर्ष थियो आतंकवादको असली जन्मभूमि भनेको ती देशहरू हुन् जहाँ चरम गरिबी छ, जहाँ अवसरहरूको अभाव छ, जहाँ राजनीतिक अस्थिरता छ र जहाँ राज्य संयन्त्रमा भ्रष्टाचार व्याप्त छ। यस्ता कमजोर राज्यहरूबाट नै नागरिकमा चरम असन्तुष्टि चुलिन्छ, राज्यप्रति विश्वास घट्छ र आतंकवादी वा अतिवादी गतिविधिहरूले सजिलै मलजल पाउँछन्। भनेपछि कुरा त्यहाँ पो पुग्यो। त्यसैले अमेरिकालाई के महसुस भयो भने यदि साँच्चै अमेरिकालाई भविष्यमा सुरक्षित राख्ने हो भने विकास, सुरक्षा र विदेश नीतिको परम्परागत सोचलाई पूर्ण रूपमा परिवर्तन गर्नुपर्छ।
अब सैन्य शक्तिले मात्र पुग्दैन, गरिब देशहरूको अर्थतन्त्र नै सुधार्नुपर्छ। ओहो, अनि यही सोचको परिणामस्वरूप सन् 2002मा मेक्सिकोको मोन्टेरियामा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशले एमसीसीको अवधारणा ल्याएका रहेछन्। एकदम सही। पछि अमेरिकी कङ्ग्रेसले यसलाई विधिवत रूपमा पारित पनि गर्यो। भनेपछि यो त एउटा ठूलो रणनीतिक परिवर्तनको उपज पो रहेछ त। यहाँनिर विचार गर्नुपर्ने चाखलाग्दो कुरा के छ भने एमसीसीको बाहिरी आवरण गरिब देशहरूको आर्थिक वृद्धि गर्ने, गरिबी घटाउने र सुशासन कायम गर्ने भन्ने नै हो। यसले भौतिक पूर्वाधारमै जोड दिन्छ। तर यसको अन्तर्निहित उद्देश्य भनेको अप्रत्यक्ष रूपमा अमेरिकी जनता र अमेरिकाको आफ्नै सुरक्षासँग जोडिएको छ। स्रोतले स्पष्ट रूपमा एमसीसीको आधिकारिक वेबसाइटलाई उद्धृत गर्दै के भनेको छ भने के भनेको छ? यो सहयोग अमेरिकी जनताको सुरक्षा र उन्नतिको लागि पनि हो। विश्वका गरिब देशमा आर्थिक स्थिरता र सुशासन आएमा मात्र विश्वमा शान्ति हुन्छ, अतिवाद घट्छ र अन्ततः अमेरिका आफ्नै घरमा सुरक्षित हुन्छ भन्ने उनीहरूको मूल दर्शन हो। भनेपछि यो केवल लौ न त गरिब देशलाई केही दान दिउँ भन्ने विशुद्ध परोपकारी भावना मात्र होइन। पक्कै होइन। यसमा स्पष्ट रणनीतिक स्वार्थ र आत्मसुरक्षाको पाटो पनि जोडिएको छ। तर मेरो मनमा यहाँ एउटा प्रश्न उठ्छ है। भन्नुस् न। अमेरिकाले त यो युएसएआइडी आउनुभन्दा धेरै अघिदेखि नै विश्वभरि र नेपालमा पनि अर्बौं डलरको सहयोग गरिरहेको थियो नि त। स्वास्थ्य, शिक्षा, कृषि जस्ता धेरै क्षेत्रमा युएसएआइडीको उपस्थिति त बलियै थियो। हो, थियो नि। फेरि अचानक यो नयाँ एमसीसी भन्ने संस्था नै खडा गर्नुपर्ने आवश्यकता किन पर्यो त? यो एकदमै जायज र महत्त्वपूर्ण प्रश्न हो। यसलाई बुझ्नको लागि हामीले एमसीसीले काम गर्ने तरिका र युएसएआइडीको लामो इतिहासलाई तुलना गरेर हेर्नुपर्छ। यी दुई संस्थाहरूको काम गर्ने दर्शन नै बिल्कुल फरक छ। मलाई त यो कस्तो लाग्छ भने नि, यो त एउटा विद्यार्थीलाई जति बेला पनि जे गर्दा पनि पकेट मनी दिइरहनु र अर्को विद्यार्थीलाई चाहिँ वर्षभरि मेहनत गरेर परीक्षामा राम्रो अङ्क अर्थात् रिपोर्ट कार्ड ल्याएपछि मात्र त्यसको मूल्याङ्कन गरेर पुरस्कार दिनु जस्तो होइन र? एकदम सटिक उदाहरण। युएसएआइडी र एमसीसी बीचको मुख्य भिन्नता नै यो शर्त, परीक्षा र प्रतिफलको हो। एमसीसीले जसलाई पायो त्यसलाई वा भू राजनीतिक रूपमा नजिक छ भन्दैमा मात्र पैसा बाँड्दैन। यसले एउटा अत्यन्तै कडा र पारदर्शी स्कोर कार्ड प्रणाली अपनाउँछ। यो स्कोर कार्ड भनेको चाहिँ ठ्याक्क के हो नि? एउटा देशले कसरी परीक्षा दिन्छ त? यसलाई एउटा रिपोर्ट कार्ड जस्तै मान्न सकिन्छ, जसमा 20वटा फरक इन्डिकेटर वा मापदण्डहरू हुन्छन्। कुनै पनि देशले एमसीसीको अनुदान पाउनका लागि मुख्यतया 3वटा ठूला क्षेत्रमा आफूलाई प्रमाणित गर्नुपर्छ। कुन क्षेत्र हुन् ती? सुशासन, आर्थिक स्वतन्त्रता र नागरिकमाथिको लगानी। यसभित्र भ्रष्टाचार नियन्त्रणको अवस्था कस्तो छ, प्रेस स्वतन्त्रता र नागरिक अधिकारको ग्यारेन्टी छ कि छैन, सरकारले स्वास्थ्य र शिक्षामा कति बजेट छुट्याएको छ, मुद्रास्फीति नियन्त्रणमा छ कि छैन, यस्ता कडा मापदण्डहरूमा देशले आफ्नो स्कोर कार्ड सुधार्नुपर्छ। बाफ्रे, यति धेरै कुरा हेरिन्छ? र यो मूल्याङ्कन एमसीसी आफैले मात्र गर्दैन क्या। विश्व बैंक, डब्ल्युएचओ जस्ता स्वतन्त्र संस्थाहरूको तथ्याङ्कमा आधारित हुन्छ यो। भनेपछि यो सजिलै पाइने पैसा त पक्कै होइन रहेछ। अनि नेपालले चाहिँ यो परीक्षा कहिलेदेखि दिन थालेको वा यो प्रक्रियामा कसरी प्रवेश गर्यो नि? स्रोतका अनुसार नेपालले सन् 2008देखि नै यो स्कोर कार्ड सुधार्दै लगेको। यो कुनै रातारात भएको वा 1-2 जना नेताले कोठामा बसेर गरेको सम्झौता होइन। एमसीसीका मुख्य 3 चरणहरू हुन्छन्। पहिलो हो थ्रेशहोल्ड। यो भनेको पूर्व तयारीको चरण हो, जसमा देशको नीति, कानून र सुशासन सुधार गर्न सानातिना प्राविधिक अनुदान दिइन्छ। नेपालले सुरुमा यो चरण पार गर्यो। बिस्तारै पो भएको रहेछ। हो नि। यी शर्तहरू र सूचकहरू पूरा गर्दै गएपछि मात्र नेपाल दोस्रो चरण अर्थात् कम्प्याक्टमा प्रवेश पाएको हो। कम्प्याक्ट भनेको चाहिँ अहिले नेपालमा लागू हुन लागेको ठूलो बजेट सहितको पूर्वाधार लगानी होइन त? हो, एकदम सही। अनि तेस्रो चरण पनि हुन्छ रे नि? कम्प्याक्ट भनेको ठूलो स्केलको अनुदान भयो। तेस्रो चरणलाई रिजनल इन्भेस्टमेन्ट भनिन्छ, जसले 2 वा सोभन्दा बढी देशहरूलाई जोड्ने क्षेत्रीय आयोजनाहरूमा लगानी गर्छ।
तर यहाँनिर मुख्य कुरा के हो भने के भन्नुस् त? युएसएआईडी हुँदाहुँदै यो नयाँ मोडल किन ल्याइयो भन्ने सन्दर्भमा युएसएआईडीमाथि लागेका गम्भीर आरोपहरूलाई बुझ्न जरुरी छ। एमसीसीको जन्म युएसएआईडीको असफलता र विवादहरूबाट सिकेको पाठ पनि हो। हो, स्रोतमा पनि युएसएआईडीको निकै कडा आलोचना गरिएको उल्लेख छ। त्यहाँ भनिएको छ कि युएसएआईडीले विकासको नाममा भित्री रूपमा राजनीतिबाट प्रेरित भएर काम गर्ने गर्थ्यो रे। सिधै सरकारसँग काम गर्नुको सट्टा विभिन्न एनजिओ वा गैर सरकारी संस्थाहरू मार्फत पैसा पठाउने र ती संस्थाहरूले विश्वका धेरै देशहरूमा आन्तरिक राजनीतिमा हस्तक्षेप गर्ने, यहाँसम्म कि सत्ता पल्टाउने कामसम्म गरेको आरोप यसमाथि लाग्ने गर्थ्यो। यसलाई कतिपय आलोचकहरूले अमेरिकी प्रोपोगान्डा मेसिन नै भनेका थिए नि त। त्यति मात्र होइन, भर्खरैको इतिहास हेर्ने हो भने तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत युएसएआईडीले गलत काम गरेको, यसले भित्रभित्रै डीप स्टेट चलाएको र विकासको नाममा फ्रड गरेको भन्दै यसको फन्ड नै रोक्ने प्रयास गरेका थिए। ओहो, आफ्नै राष्ट्रपतिले त्यस्तो भनेपछि त कुरै खत्तम भयो नि। हो त। राजनीति, जासुसी र विकास यसरी नराम्ररी मिसिएपछि अमेरिकालाई एउटा यस्तो मोडल चाहियो जुन विशुद्ध पर्फर्मेन्स बेस्ड होस्। त्यसैले राजनीतिबाट मुक्त राख्न एनजिओको सट्टा सिधै सम्बन्धित देशको सरकारसँग वा अर्थ मन्त्रालयसँग मात्र काम गर्न र निश्चित मापदण्ड तोकेर परिणाममुखी काम गर्न एमसीसीको जन्म भएको हो भन्ने स्रोतको दावी छ। सबैभन्दा रोचक कुरा त यहाँनिर आउँछ है। के कुरामा? यदि एमसीसी यति धेरै कडा शर्तहरू पार गरेर वर्षौंको मेहनतपछि विशुद्ध विकासको लागि एनजिओको झमेला बिना सिधै सरकार मार्फत र राजनीतिभन्दा टाढा रहेर आउने परियोजना हो भने नेपालमा यसको यति धेरै विरोध किन भयो त? सडकमा त्यत्रो आगो किन बल्यो? यो एकदम गम्भीर प्रश्न हो। किनभने एकातिर सम्झौताको कानूनी दस्तावेजमै स्पष्ट लेखिएको छ कि एमसीसीको पैसा सैन्य वा प्रहरी प्रयोजनमा हतियार किन्न वा तालिम दिन 1 रुपियाँ पनि खर्च गर्न पाइँदैन। हो, लेखिएको छ। तर अर्कोतिर सडकमा मानिसहरू यसलाई अमेरिकी सैन्य छाता भन्दै नाराबाजी गरिरहेका थिए। यो यति ठूलो विरोधाभास कसरी उत्पन्न भयो त? यो अलमल हुनु स्वाभाविक हो, किनभने यहाँ विशुद्ध विकास अनुदान र विश्वव्यापी भू-राजनीति नराम्ररी एक आपसमा ठोकिएका छन् क्या। जब ठूला शक्ति राष्ट्रहरूको स्वार्थ बाँझिन्छ तब विकास पनि शङ्काको घेरामा पर्छ। यसलाई बुझ्नको लागि हामीले अर्को एउटा निकै चर्चित शब्दावली बुझ्नुपर्छ, इन्डो पेसिफिक स्ट्र्याटेजी अर्थात् आइपीएस। यो आइपीएस भनेको के हो नि खासमा? सुन्न त ठूलै सैन्य कुरा जस्तो सुनिन्छ। इन्डो पेसिफिक स्ट्र्याटेजी भनेको अमेरिकाको एउटा बृहत रणनीतिक फ्रेमवर्क हो। यसमा भूराजनीति, अर्थतन्त्रका साथसाथै सैनिक र सुरक्षा संरचना पनि गहिरोसँग जोडिएको छ। भनेपछि सुरक्षा पनि जोडियो? विश्व रङ्गमञ्चमा, विशेष गरी एसिया प्रशान्त क्षेत्रमा यसलाई मुख्यतया उदाउँदो आर्थिक र सैन्य शक्ति चीनलाई घेर्ने वा उसको प्रभावलाई सन्तुलनमा राख्ने अमेरिकी रणनीतिका रूपमा हेरिन्छ। अब नेपालमा शङ्का कहाँबाट सुरु भयो भने अमेरिकाको यो सैनिक रणनीति र एमसीसी बीच कतै गहिरो सम्बन्ध त छैन। तर एमसीसी त आइपीएस भन्दा धेरै पहिले सुरु भएको होइन र? अघि भर्खर हामीले एमसीसी सन् 2002 मै सुरु भएको भन्यौं, अनि आइपीएस त धेरै पछि आएको अवधारणा हो नि। यी दुईवटा कुरा कसरी जोडिन पुगे त? हो, समय रेखा वा टाइमलाइन हेर्दा एमसीसी धेरै पुरानो हो, तर शङ्का उत्पन्न हुनुका पछाडि स्रोतले 3वटा मुख्य आधारहरू प्रस्तुत गरेको छ जसले नेपालमा आगोमा घिउ थप्ने काम गर्यो। कुन कुन आधार हुन् ती? पहिलो आधार हो अमेरिकी सरकारको आधिकारिक आइपीएस भिजन डकुमेन्ट। त्यो दस्तावेजमा इकोनोमिक प्रोस्पेरिटी अर्थात् आर्थिक समृद्धि भन्ने शीर्षक अन्तर्गत ठाउँ-ठाउँमा एमसीसीको नाम पटक पटक उल्लेख गरिएको थियो। कूटनीतिक दस्तावेजहरूमा प्रयोग हुने शब्दहरूको वजन त निकै भारी हुन्छ नि। एकदम भारी हुन्छ। जब अमेरिकाकै सुरक्षा रणनीति जोडिएको आधिकारिक डकुमेन्टमै एमसीसीको नाम जोडेर लेखिन्छ तब शङ्का उब्जिनु त स्वाभाविक नै भयो नि। कागजमा लेखिएको कुराले त पक्कै पनि तरङ्ग ल्याउँछ। कागजको कुराले मात्र सडकमा त्यत्रो प्रदर्शन भएको होइन, त्यसलाई मलजल गर्ने दोस्रो कारण पनि थियो। के थियो दोस्रो कारण? त्यो थियो उच्च स्तरीय राजनीतिक भेटघाट र त्यसको अप्टिक्स। तत्कालीन नेपाली परराष्ट्र मन्त्री प्रदीप ग्यावालीले तत्कालीन अमेरिकी विदेश मन्त्री माइक पोम्पियोसँग वाशिङटनमा गएर औपचारिक भेट गरे। पक्नुस् त,
दुई देशका मन्त्रीहरू बीच भेटघाट हुनु त सामान्य कूटनीतिक प्रक्रिया होइन र विदेश मन्त्रीहरू त भेटिरहन्छन् नि। पोम्पियोसँगको त्यो एउटा भेटले काठमाडौँमा त्यत्रो ठूलो तरङ्ग किन ल्यायो? यसमा त्यस्तो के विशेष कुरा लुकेको थियो त? यहाँनिर हामीले नेपालको भूराजनीतिक संवेदनशीलतालाई बुझ्नुपर्छ है। नेपाल भारत र चीन जस्ता दुई विशाल र शक्तिशाली देशहरूको बीचमा रहेको छ। नेपालको सधैँको नीति भनेको असंलग्नता हो। त्यो त हो। अर्थात् कुनै पनि सैन्य वा सुरक्षा गठबन्धनमा नबस्ने। अब माइक पोम्पियो को हुन् त? उनी केवल विदेश मन्त्री मात्र थिएनन्, उनी अमेरिकी गुप्तचर संस्था CIA का पूर्व डाइरेक्टर पनि हुन्। उनी अमेरिकाको कडा सुरक्षा रणनीतिका एक मुख्य योजनाकार मानिन्छन्। ओहो। जब नेपालका मन्त्रीले उनीसँग भेटे र त्यसपछि IPS को चर्चा चल्न थाल्यो, तब नेपालमा एउटा ठूलो भाष्य निर्माण भयो। कतै MCC मार्फत अमेरिकाले आफ्नो गुप्तचर संयन्त्र र सैन्य रणनीति त नेपालमा भित्राउन खोजेको होइन। यो भूराजनीतिक सिग्नलिङले काठमाडौँलाई नरामरी तर्सायो नि। ओहो, पृष्ठभूमि र व्यक्ति को हो भन्ने कुराले पनि कति ठूलो अर्थ राख्दो रहेछ। अनि तेस्रो कारण पनि थियो भन्नुभएको थियो नि अघि। तेस्रो र सबैभन्दा बलियो कारण थियो सन् 2019मा अमेरिकी उच्च अधिकारी डेभिड जे र्यान्सको अभिव्यक्ति। उनी नेपालमै आए र उनले सार्वजनिक रूपमै MCC इन्डो पेसिफिक स्ट्राटेजीकै एउटा महत्त्वपूर्ण हिस्सा हो भन्ने आशयको अभिव्यक्ति दिए। यो त झन अचम्मको कुरा भयो। एकातिर सम्झौतामा सैन्य प्रयोगमा बन्देछ भनेर हस्ताक्षर गर्ने, अर्कोतिर आफ्नै अधिकारीहरूले यसलाई सैन्य रणनीतिसँग जोडिएको IPS को हिस्सा हो भनेर भाषण दिँदै हिँड्ने। त्यस्तै भयो। यसले त पक्कै पनि नेपाल जस्तो संवेदनशील राष्ट्रलाई झस्काउने नै भयो नि। अधिकारीहरूको यस्तो हल्का र गैर जिम्मेवार बोलीले नै सायद सबैभन्दा धेरै क्षति पुर्यायो होला। हो, ठ्याक्कै यिनै अभिव्यक्ति, कूटनीतिक दस्तावेज र राजनीतिक भेटघाटहरूले गर्दा नेपालमा एउटा ठूलो मनोवैज्ञानिक डर पैदा भयो क्या। विकासको आवरणमा कतै नेपाल चीन विरुद्ध प्रयोग हुने भूमि वा हतियार त बन्दै छैन, कतै हामी अनजानमै अमेरिकी सैन्य गठबन्धनको चक्रव्यूहमा त फस्दै छैनौं। यही डरको कारणले गर्दा नेपालमा उग्र प्रदर्शनहरू भए, नाराबाजी भयो र यो विषय संसददेखि चिया पसलसम्मको सबैभन्दा तातो बहस बन्यो। तर फेरि स्रोतले MCC का समर्थकहरूको तर्क पनि त राखेको छ नि, होइन र? हो नि, राख्या त छ। उनीहरूको भनाइ के छ भने MCC र IPS पूर्ण रूपमा फरक कुरा हुन्। सम्झौताको पानामै स्पष्ट रूपमा सैन्य वा प्रहरी प्रयोजनमा $1 पनि पैसा खर्च गर्न नपाइने भनेर लेखिसकेपछि अरूले जेसुकै भाषण दिए पनि कानूनत यो सैन्य गठबन्धन हुन सक्दैन। यो त विशुद्ध बाटो र बिजुलीको प्रोजेक्ट हो र अन्तर्राष्ट्रिय कानून अनुसार लिखित सम्झौता नै सर्वोपरि हुन्छ रे। बिल्कुल। समर्थकहरूको र कानूनका जानकारहरूको मुख्य तर्क नै त्यही हो। भूराजनीतिको जतिसुकै ठूलो हल्ला भए पनि, नेताहरूले जेसुकै भाषण गरे पनि, जब दुई देशबीच कानूनी दस्तावेजमा हस्ताक्षर हुन्छ तब त्यसैले मात्र मान्यता पाउँछ र त्यहाँ सैन्य संलग्नता वा हतियार खरिदको कुरालाई स्पष्ट र कडा रूपमा निषेध गरिएको छ। ल, यो सडकदेखि संसदसम्मको भूराजनीतिक लडाई, प्रदर्शन र शङ्का उपशङ्कालाई एकछिन थाती राखौँ है त। हुन्छ। किनभने जतिसुकै विवाद भए पनि अन्ततः यो परियोजना त नेपालको संसदबाट पास भयो नि त। अब ग्राउन्ड जिरो अर्थात् यथार्थको धरातलमा यसको अवस्था के छ त? पैसा त आयो, तर के काम भइरहेको छ त? यो धेरै महत्त्वपूर्ण र व्यावहारिक पक्ष हो। यत्रो ठूलो राजनीतिक आँधी बेहेरी पार गरेर नेपालको संसदले यसलाई अनुमोदन त गर्यो, तर त्यत्तिकै होइन, एउटा व्याख्यात्मक घोषणासहित। यो व्याख्यात्मक घोषणा भनेको चाहिँ फेरि के हो नि? के यसले सम्झौतालाई परिवर्तन गर्छ र? यसले मूल सम्झौतालाई परिवर्तन त गर्दैन, तर यो नेपालले आफ्ना तर्फबाट हामी यो सम्झौतालाई यसरी बुझ्छौं र यो कुनै पनि हालतमा सैन्य गठबन्धनको हिस्सा होइन, यदि त्यस्तो देखिएमा हामी यो खारेज गर्न सक्छौं भनेर स्पष्ट पारेर बहुमतले पारित गरेको एउटा दस्तावेज हो। भनेपछि आफ्नो अडान स्पष्ट पारेको जस्तो भयो। कतिपयले यसलाई विवादको भुमरीमा फँसेका नेताहरूका लागि फेस सेभिङ वा इज्जत जोगाउने बाटो पनि भनेका छन्। जे होस्, यसैको आधारमा गत अगस्त महिनादेखि यो परियोजना नेपालमा औपचारिक रूपमा लागू भइसकेको छ। अब यसको भौतिक स्वरूप र बजेटको कुरा गरौँ न। स्रोतका अनुसार यो परियोजनाले नेपालका 50 लाख घर परिवार र करिब 2.5 करोड जनतालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सुविधा पुर्याउने लक्ष्य राखेको छ। एकदमै ठूलो लक्ष्य छ।
यसमा लगानीका 2वटा मुख्य क्षेत्रहरू तोकिएका छन्। पहिलो हो विद्युत प्रसारण लाइन निर्माण। यसका लागि 5वटा ठूला प्रोजेक्ट छन् जसमा झण्डै $400 मिलियन खर्च हुँदैछ। र दोस्रो हो बाटोघाटो निर्माण र स्तरोन्नति, जसमा $52 मिलियन खर्च छुट्याइएको छ। त्यसले एउटा महत्त्वपूर्ण प्रश्न उब्जाउँछ है, विकासको मोडल र त्यसको क्षेत्रीय प्रभावको बारेमा। कस्तो प्रभाव? विद्युत प्रसारण लाइन निर्माण गर्ने कुरामा पनि फेरि अर्को तहको विवाद जोडिएको छ क्या। नेपालले उत्पादन गरेको बिजुली खपत गर्न नसकेर खेर गइरहेको अवस्थामा प्रसारण लाइन त एकदमै जरुरी छ। तर केही आलोचकहरूले यो प्रसारण लाइनको रुट र डिजाइन भारतलाई मात्र बिजुली बेच्न र भारतलाई नै फाइदा पुर्याउने उद्देश्यले तय गरिएको हो भन्ने दाबी गरेका छन्। ओहो, विवादले त जहाँ पनि पछ्याउने रहेछ। कहिले चीन घेर्ने रणनीति त कहिले भारतलाई फाइदा पुर्याउने रणनीति। हो नि, भू राजनीति त्यस्तै हो। तर मेरो विचारमा यहाँनिर सबैभन्दा डरलाग्दो कुरा यो भारत वा चीनको भू राजनीतिक विवाद मात्र होइन। अघि मैले सुरुमा एउटा नियम पुस्तिका र टिकटिक गरिरहेको घडीको कुरा गरेको थिएँ नि। गर्नुभएको थियो। हो, त्यो टिकटिक गरिरहेको समय सीमाको दबाव नै अहिलेको ग्राउन्ड जिरोमा सबैभन्दा ठूलो चुनौती जस्तो लाग्छ मलाई त। तपाईले एकदम सही बिन्दु समात्नुभयो। एमसीसीको सबैभन्दा कडा शर्त नै यसको समय सीमा हो। सम्झौता लागू भएको दिनदेखि यो परियोजना 5 वर्षभित्र जसरी पनि सम्पन्न हुनै पर्छ। एक दिन पनि म्याद थप हुँदैन। बाफ्रे, एक दिन पनि थपिँदैन? थपिँदैन। तर स्रोतले औल्याएको एउटा अत्यन्तै गम्भीर र डरलाग्दा तथ्याङ्क के छ भने सम्झौताको पूर्व तयारीको आधा समय बितिसक्दा पनि जम्मा 15% मात्र काम सम्पन्न भएको छ। आधा समय सकिँदा जम्मा 15%? यो त निकै निराशाजनक गति हो नि। यत्रो ठूलो हल्लाखल्ला गरेर ल्याएको प्रोजेक्ट, पैसाको कुनै कमी छैन, तर काम किन यति सुस्त छ त? यसलाई रोक्ने कुरा के हो खासमा? यहाँनिर नै नेपालको आन्तरिक कार्यान्वयन क्षमताको असली परीक्षा हुन्छ। बाहिर जतिसुकै भू राजनीतिको कुरा गरे पनि धरातलका समस्याहरू नितान्त हाम्रा आफ्नै हुन्। स्रोत र यथार्थलाई केलाउने हो भने मुख्य समस्याहरू हाम्रै कर्मचारी तन्त्र र नीति नियममा छन्। पहिलो कुरा, जग्गा अधिग्रहण वा मुआब्जा विवाद। प्रसारण लाइन तान्नको लागि निजी जग्गाहरू लिनुपर्छ, तर मुआब्जा विवादले वर्षौंसम्म काम रोकिन्छ। त्यो त नेपालमा सधैँको समस्या हो। दोस्रो कुरा, वन मन्त्रालयको स्वीकृति। नेपालमा विकास आयोजनाका लागि एउटा रुख काट्न स्वीकृति लिन महिनौं, कहिलेकाहीँ त वर्षौं लाग्छ। र तेस्रो, राइट अफ वे अर्थात् बाटोको अधिकार सम्बन्धी झमेला। ओहो, भनेपछि हामी अमेरिका र चीनको कुरा गरेर झगडा गरिरहेका छौं, तर यता आफ्नै देशमा एउटा रुख काट्ने अनुमति नपाएर वा मुआब्जा बाँड्न नसकेर यति ठूलो प्रोजेक्ट अड्किरहेको छ। हो, विडम्बना नै यही हो। र यदि तोकिएको 5 वर्षको समय सीमाभित्र काम सकिएन भने एमसीसीको नियम अनुसार बाँकी रहेको पैसा सिधै अमेरिका फिर्ता जान्छ। अनि जे बनेको छ त्यो नि? त्यसको अर्थ हो आधा बनेका बाटो र आधा गाडिएका बिजुलीका खम्बाहरू त्यसै अलपत्र पर्नेछन्। त्यसैले अहिले नेपालको अगाडि सबैभन्दा ठूलो जोखिम भनेको कुनै अदृश्य विदेशी रणनीतिको होइन, आफ्नै कार्यान्वयन क्षमता र सुस्त कर्मचारी तन्त्रको जोखिम हो। त्यसो भए यसको समग्र अर्थ के हो त? हामीले आज यो गहिरो अध्ययनमा धेरै कुराहरू गर्यौं है। 911 को आतंकवादी हमलाबाट सुरु भएको एउटा रणनीतिक सोच कसरी USAID को विवादास्पद छविको विकल्प बन्दै विशुद्ध विकास र स्कोर कार्डको मोडलमा MCC को रूपमा जन्मियो भन्ने बुझ्यौं। एकदमै। त्यसपछि नेपालले त्यो कडा परीक्षा पास गरेर यो अनुदान कसरी पायो र कसरी IPS को आधिकारिक दस्तावेज र नेताहरूको हल्का बोलीले यसलाई गहिरो भू राजनीतिक विवाद र शङ्काको भुमरीमा फसायो भन्ने कुरा पनि केलायौं। अनि अन्त्यमा यी सबै राजनीतिक विवाद पार गरेर लागू भइसक्दा पनि आफ्नै आन्तरिक झमेलाले गर्दा समयमै काम नसकिने हो कि भन्ने डरलाग्दो यथार्थ पनि हेर्यौं नि त। हो नि। यसलाई अलि फराकिलो दृष्टिकोणबाट हेर्ने हो भने नि हामीले के बुझ्नुपर्छ भने अन्तर्राष्ट्रिय वा वैदेशिक अनुदान कहिल्यै पनि शून्य अन्तरिक्षमा आउँदैन क्या। कसैले पनि बिना स्वार्थ अर्बौं डलर सित्तैमा दिँदैन। त्यो त पक्कै हो। यसमा विश्वव्यापी राजनीति, दाता राष्ट्रको आफ्नो सुरक्षा रणनीति र आर्थिक स्वार्थ कहीँ न कहीँ जोडिएकै हुन्छ।
तर महत्त्वपूर्ण कुरा के हो भने त्यो अनुदान आइसकेपछि त्यसको सही उपयोग गरेर आफ्नो देशको भौतिक विकास गर्ने वा त्यसलाई भूराजनीतिक विवादमा फसाएर सडकमा टायर बालेर र आफ्नै आन्तरिक प्रशासनिक झमेलामा अल्झाएर समय खेर फाल्ने भन्ने कुरा पूर्ण रूपमा अनुदान लिने देशको क्षमता, परिपक्वता र इमान्दारीमा भर पर्छ। साँच्ची नै उपहारको त्यो प्याकेटभित्रको कडा नियम पुस्तिका र टिकटिक गरिरहेको घडीको कथा यही नै हो। अब अन्त्यमा एउटा प्रश्न छोड्न सान्दर्भिक हुन्छ जस्तो लाग्यो मलाई। भन्नुहोस् न। एमसीसीले विकास अनुदानलाई जसै कठोर शर्त, स्कोर कार्डको परीक्षा र कडा समय सीमाभित्र बाँधेको छ के यसले भविष्यमा विकासशील देशहरूले पाउने सबै प्रकारका वैदेशिक सहयोगहरूको नियम नै सधैँका लागि बदलिदिनेछ? निकै गहिरो प्रश्न। के अब सित्तेमा पाइने वा जथाभावी खर्च गर्न मिल्ने विकासको युग सधैँका लागि समाप्त भएर हरेक पाइलामा कडा परीक्षा पास गर्नुपर्ने र तोकिएको समयमै नतिजा देखाउनुपर्ने निर्मम युग सुरु भएको हो त? यो साँच्ची नै सोच्न बाध्य पार्ने विषय हो। आजको यो गहिरो अध्ययनबाट हामी बिदा हुन्छौं। यो विषयमा पक्कै पनि श्रोताहरूको थप अध्ययन र विचार विमर्श जारी रहनेछ भन्ने आशा राख्छौं। यस्तै अर्को रोचक विषयको साथमा फेरि भेट हुनेछ।